म चाहिँ आज पोर्न एन्ड मास्टरबेसनको बारेमा केही भन्न गइरहेको छु। मैले चाहिँ अब 30 देखि 90 दिनसम्म पोर्न एन्ड मास्टरबेसन छोडेर शरीरलाई फेरि पूर्ण सेन्सिटाइज गर्ने भनेर प्लान गरेको थिएँ। त्यसको लागि एक दिन चाहिँ सक्सेस भयो होइन। एक दिन मैले केही पनि गरिनँ अनि अर्को दिन पनि दिउँसभरि केही पनि गरिनँ। राति चाहिँ पुरानो कुराहरू सम्झेर 1.5 घन्टा चाहिँ रोएँ म। एन्ड देन आई रियलाइज समथिङ। दिमागमा चाहिँ मैले रियलाइज गरेँ के कुरा भने पोर्न हेरेर हामीले एकचोटि मास्टरबेट गर्दा चाहिँ हाम्रो दिमाग केही बेरको लागि नम हुने रहेछ क्या। केही फिल नहुने, केही नसोच्ने। ल भिजा रिफ्युज भएको छ, मेरो केटीले छोडे, त्यस्तो धोका दिएछ, उसको त बच्चा पनि भइसक्यो, घरमा बाउको टेन्सन त्यस्तो, सुस्मिताको आवाज छ नि त, पिर धेरै हुन्छ नि त बहिनीको, त्यस्तो छिमेकीहरूले देख्दा फेरि कस्तो हुने त्यो गिल्डलाई चाहिँ त्यही भएर नम बनाउनु सक्दो रहेछ। एउटा नसा जस्तै हुँदो रहेछ क्या। म चाहिँ अब हामीले धेरै पिर पर्ने मान्छेहरूले नसा रक्सी खायो भने एकछिन त्यो दिमाग नम हुन्छ, गाजा खायो भने एकछिन दिमाग नम हुन्छ। त्यसरी नै पोर्न हेरेर मास्टरबेट गर्दाखेरि पनि एकछिन त्यो नम हुने रहेछ दिमाग। मैले सकेँ 2 दिन। अब फेरि 2 दिनपछि गरेन भने फेरि 2-3 दिनपछि बसेर 1 घन्टा रुने बाहेक मेरो अरू केही विकल्प नै हुँदैन। द्याट्स वाइ आइ एम फिगरिङ आउट गाइज होइन। त्यसको लागि अब के गर्न सकिन्छ म एकदम भरपुर पत्ता लगाउन मिहिनेत गरिरहेको छु, कोसिस गरिरहेको छु, एक्सर्साइज गरिरहेको छु। यसबाट निस्किनै गाह्रो हुने भयो। लाइफमा एकदम ठुलो रिस्क लिएर भयो भने ब्रेक थ्रु, भएन भने ब्यान हुनेसम्म रिक्स छ। भिजा पनि कहाँ गएर अड्किरह्यो फेरि टेन्सन छ हेर। आज मैले 5-6 चोटि मास्टरबेट गरिसकेँ। त्यो हुन्छ नि, गरेन एकछिन दिमाग नम भएन, फेरि आफ्नै गतिमा चल्न थाल्यो भने पुरानै कुराहरू हेडेक हुने क्या। पुरानै कुराहरू दिमागमा आएर दिमागमा घुम्ने। त्यो मेबी गोइङ थ्रु अ लट। अनि गाजा, चुरोट, रक्सी नखाने केटाहरूलाई चाहिँ पोर्न एन्ड मास्टरबेसनको लत चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। किनभने जसरी पनि दिमागलाई डिसेन्सिटाइज गर्नु त हो नि। मुजी जस्तो इयरफोन छ फेरि म्याच।